कस्तो जबरजस्ती केटी छ इटाले हाल्यो ए घर घाटमा इटाले हान्दैन यार बहिनी 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 गाडी निकाल्नु गाडी निकाल्नु कस्तो जबरजस्ती केटी छ इटाले हाल्यो ए घर घाटमा इटाले हान्दैन यार बहिनी 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 गाडी निकाल्नु गाडी निकाल्नु हामीले दिया त पञ्चायतदर्शी हामी हो हामी भन्छौँ केडा ढोकेर बस्नु पर्ने अरूलाई केटीले हात हाली बस्छ कस्तो मुसार्छ नि हेर कस्तो मुसार्छ यही पनि रहन्छ हाम्रो यो मिडियामा पुरा भइरहेछ भने केटी मान्छेले मुसार्छ है अरु के भएको छ भन्दा अरु के भएको हो गल्ती केटीकै हैन है
हस्पिटल लानुपर्छ हो जे मुहादे भन्छ नि हो भने जस्तै गरेर जे मुहादे भन्छ नि सर चौकीबाट महिला प्रहरी प्लान लिएर जानु न थाहा रहेछ त कसै थाहा भयो यहाँ रसुवा खालिस्तान भयो हामी किन नगर्नु होइन हामी हाम्रो ठाउँमा आफ्नो लौटापछि गर्दैन हामी भिडियो हो भिडियो फोकस गरी गरी बनाउनु पर्यो यस्तो तपाईँ युट्युबमा चल्दैन जस्तो अलि अलि अगाडि गर्नु होइन होइन यो धेरै ठिक छ यतिकैमा अलि मिले मिले हाल्यो लेप्पै काटेछ यार काट्यो नि हाने के हो लिएर जानुपर्छ यो भाइ यहीँतिर बसिरहनु भयो भाइ कहाँको यहीँ ढुङ्गेको यहीँ ढुङ्गे गाडीमा खलास बसेर हिँड्ने हो उहीँको हो घर त्यसो त्यो के अरे लेडिज पुलिस बोलाएर लोड ठोक्नु पर्ने लेडिज चाहिँ चाहिँदैन भाटा बुन्जोले हान्ने नि हुन्छ नि फास्टै मुख छाड्ने के महिला प्रहरी बोलाउनु न महिला प्रहरी बोलाउनु न तपाईँहरू पनि लफडा कस्तो लफडा टोलीहरू परेछ भने पर पनि हेत्तेरिका हो भने जे पनि बोल्छ कि बोल्नु भने हेत्तेरी छैन आउँदै को बोले मैले चिनेन त कहाँ हो यो लफडामा उखुताबाट भेन पनि आयो पुलिसको अब यहाँ लफडा अब साम्य हुन्छ यहाँ जोस् केटीहरू चाहिँ यहीँ छन् है अब लफडा गर्ने टोलीहरू अब साम्य हुन्छ है भेनमा त्यो केटीहरूलाई हालिसकेको छ है अब यताबाट लिएर जान्छ अब सर लाएर जन नानीहरूलाई अब यहाँबाट त्यो भेनमा हालेर लग्यो अब त्यो केटीहरूलाई यहाँ ल यहाँबाट यहाँबाट लाँदैछ अब सर लाएरै अब साम्य हुन्छ यहाँ यही मान्छेहरूले गर्दा कति भिड बनाइदिएको थियो यहाँ यत्रो भिड बनाइदिएको थियो कि भिडै भिडको बिचमा अब लिएर गयो सर लाएर